डम्बर बहादुर भुजेल हाल साउदी अरबबाट। यो कस्तो विडम्बना, हामी नेपालीहरूको यो कस्तो विडम्बना। 70-80 वर्षका वृद्ध बाबा आमालाई, बुवा आमाहरूलाई छोडेर, ससाना लालाबाला अनि घर परिवारलाई छोडेर, बालबच्चाहरूलाई छोडेर रुँदै पर्ने, रुँदै परदेश हिँड्नुपर्ने, विदेश हिँड्नुपर्ने यो कस्तो विडम्बना रहर छ र। हाम्रा बुबा आमाहरूलाई रुवाउँदै अनि लालाबालाहरूलाई रुवाउँदै परदेश हिँड्नुपर्ने, विदेश हिँड्नुपर्ने हाम्रो रहर हो र हजुर, रहर हो र। यो हाम्रो बाध्यता कसले सुनिदिन्छ हजुर, कसले सुनिदिन्छ, कसले बुझिदिन्छ? हामी नेपालीहरू सधैँ यसरी नै अरूको देशमा आउने, गुलामी गर्ने, अरूले जसो भनौँ त्यसै गर्नुपर्ने हाम्रो यो बाध्यता। 45-50 डिग्रीको यो टेम्परेचर, यो तापक्रममा पसिनाका धारा, खुनका धाराहरू कहिलेसम्म बगाउनु पर्ने? यसको जवाब कसले दिन्छ हामीलाई? यसको जवाब हामीले कोसँग खोज्ने? हाम्रा भावी पीडितहरूले कोसँग खोजुन्? सधैँभरि यसरी नै देश चल्छ? सधैँभरि देश चलाउनलाई उखान तुक्का नै चाहिने हो? केही गर्नुहोस् हजुर, केही गर्नुहोस्, सच्चिनुहोस् नत्र सकिनुहोस्। तपाईँले गर्न सक्नु भएन भने गर्न सक्नेहरू आइरहेका छन्। उहाँहरूलाई जेलमा हाल्ने, अनेकौँ किसिमका राजनीतिक परिस्थितिको साध्ने काम नगर्नुहोस्। उहाँहरूलाई न्याय दिनुहोस्। सही तथ्य, सत्य तथ्य छानबिन गरेर अपराधीलाई मात्र तपाईँहरूले कारबाही गर्नुहोस्। निर्दोषलाई नफसाउनुहोस्। देश बनाउँछु भन्ने युवाहरूलाई देश बनाउन दिनुहोस्, चान्स दिनुहोस्, मौका दिनुहोस्। तपाईँहरू पापीहरूले त भत्ता पनि खान पाउनुहुन्न। भत्ता खाने अधिकार तपाईँहरूलाई छैन, किनकि भ्रष्ट गरेर कुम्ल्याएको सम्पत्ति तपाईँका 5औं पुस्ताहरूलाई पुग्न सक्ने सम्पत्ति कुम्ल्याएको खबरहरू पनि प्राप्त भइरहेका छन्। त्यसैले हजुर अझै पनि भन्दैछौँ हामी जनताहरू, सकिनुहोस् या त सच्चिनुहोस्। देश यसरी चल्दैन। हामीले कहिलेसम्म दुःख गर्नुपर्ने? विदेशमा आएर कहिलेसम्म पसिनाका धाराहरू, खुनका धाराहरू कटाउनु पर्ने? हामीले काट्नुपर्ने? लालाबालाहरूलाई छोडेर हामी विदेशमा यसरी कहिलेसम्म भौतारिरहनु पर्ने? हाम्रा नेपाली चेलीहरू, कैयौँ चेलीहरू बलात्कृत भइरहेका छन्। यसको जवाब कसले दिन्छ? रहराले कुनै पनि महिला, नारी, दिदीबहिनीहरू परदेशिएका छैनन् हजुर। उहाँहरूको पनि आफ्नै बाध्यता छ। बाध्यताले गर्दा उहाँहरू बाध्यतावश आफ्ना लालाबालाहरूलाई, घर परिवारलाई छोडेर विदेश हिँड्नु परेको छ। उहाँहरूको रहर होइन, बाध्यता हो। यो बाध्यता कसले बुझिदिन्छ? कसले बुझ्ने हो? देश चलाउन सक्नुहुन्न भने चलाउन सक्ने कार्यकर्ताहरू पनि छन्, नवा युवाहरू पनि छन्। तपाईँहरूले उहाँहरूलाई नै देश चलाउने चाबी दिनुहोस्। गर्छु भनेर आउनेहरूलाई हरेक लालछाना लगाएर अनेकौँ राजनीति प्रतिशोध साधेर थुनामा राख्ने, थुनामा सडाउने अनि जहिले तहिले बिहा थप्ने र दुःख दिने, जहिले तहिले काठो कोठरीभित्रै दबाएर राख्ने, उहाँहरूका आवाजहरूलाई जहिले तहिले दबाउने, यस्तो खालको काम नगर्नुहोस् हजुर। सधैँभरि जनताहरू पिल्सिन चाहँदैनन्। हामी धेरै दुःख पाइसक्यौँ, अब हामी धेरै दुःख सहन सक्दैनौँ। विदेशमा आफ्ना घर परिवार, लालाबाला, वृद्ध बाबा आमालाई छोडेर परदेशमा आएर रमाउने, परदेशमा आएर पसिनाका धारा, खुनका धाराहरू बगाउने हाम्रो रहर होइन हजुर, रहर होइन, यो बाध्यता हो। यो बाध्यतालाई
कसले बुझ्ने? यसको जवाब कसले दिने? हामीले जवाब कोसँग खोज्ने? सधैँभरि देश यसरी चल्छ? चल्दैन नि। सचिनुहोस् या त सकिनुहोस्। तपाईँले सक्नुहुन्न भने अर्को व्यक्ति आउँछ। देश चलाउने नेतृत्व गर्नेहरू अरू छन्, कयौँ छन्, पढे लेखेका छन्। तपाईँहरू जस्तो 8-10 क्लास पढ्नेले देश चलाउँछु भनेर जहिले तहिले हावादारी गफमै जीवन बिताउने, अनि हामी युवाहरूले चाहिँ जहिले तहिले खाडी देशमा आएर, परदेशमा आएर जहिले तहिले रेमिटेन्स पठाएर तपाईँहरू त्यो हामीले पठाएको रेमिटेन्समा रजगज गर्ने लाज शरम छैन, धर्म छैन। धर्मको ख्याल राख्नुहोस्। किरा परेर स्याउस्याउथी मुखबाट निक्लेला, त्यतिखेर थाहा होला। अनि यो न्याय अन्याउने छुट्याउनेहरू तपाईँहरूले पनि विचार गर्नुहोस्। आँखाबाट स्याउस्याउथी किरा निक्लेला, त्यतिखेर त पस्ताएर पनि काम छैन, फाइदा छैन। समय आउँछ, समयले पर्खिँदैन, बगेको खोला फर्किँदैन। सचिनुहोस्। अझै पनि जनताले धेरै दुःख पाइसके, अब दुःख पाउने हाम्रो बाध्यता भयो। देशको हालखबर हामी विदेश बसेर समाचारहरू सुनिरहन्छौँ, तर कहिले पनि राम्रो खबरहरू आएनन्। समाचारमा आएका ती मिठा मिठा राम्रा समाचारहरू सुन्दा सुन्दा हाम्रो कानहरू पाकिसके। अब त समाचार प्रति पनि घृणा लाग्न थालिसक्यो। हजुर, यस्तो घृणित काम गरेर तपाईहरू सत्तामा नबस्नुहोस्, सचिनुहोस्। धेरै दुःख पाइसक्यौँ हामीले, परदेशमा धेरै दुःख पाइसक्यौँ। हामीले सोचे जस्तो सेलेरी छैन। धोकेर पठाएको टाइमभन्दा बढी ड्युटी गर्नुपर्छ। गर्मी यस्तो छ, 45-50 डिग्रीको यो टेम्परेचरमा कति गाह्रो हुँदो होला नेपालीहरूलाई, कति साह्रो हुँदो होला कल्पना गर्नुहोस्। बेलैमा बुद्धि पुर्याउनुहोस्, बेलैमा विचार गर्नुहोस्। धेरै साल भयो यसरी झुटा आश्वासन दिएर देश चलाएको। देशमा भएका अलिअलि रहेका ती कल कारखानाहरू पनि सबै बेचेर खाइसक्नुभयो होइन? अहिले त जताततै खिया मात्रै लागेको छ। समाचार हुँदै देखिन्छ जताततै खिया लागेर मेसिनहरू कामै नलाग्ने भइसके। हामी देशमै रोजगार चाहन्छौँ। हामीहरूलाई रहर होइन विदेश आएर काम गर्ने। कुरो बुझ्नुभयो नि? कुरो बुझौँ, नभए देशबाटै लखेटिएको नमजाको तितो अनुभव फेरि तपाईँहरूले भोग्नु पर्ला। हामी कति विदेश आएर पसिना काट्ने, कति दुःख गर्ने। हाम्रो रेमिटेन्समा तपाईँहरू रजगज गर्ने। हामीले रेमिटेन्स पठाउँदा देश चलाउनु पर्ने। देशको पनि सही ठाउँमा लगानी लागेर सही तरिकाले भए त ठिक छ। हरेक कुरोमा झुटा हिसाब किताब देखाउने, हरेक काममा घोटाला गर्ने, यसरी देश चल्छ? अरबौँ खरबौँ खर्च गरेर बनाएका ती एयरपोर्टहरू अहिले नचल्ने अवस्थामा छन्। यसको जवाब कसले दिन्छ?